अन्यस्यो नमस्ते यहाँहरु सम्पूर्णमा म कोरियन भाषा प्रशिक्षक सुभाष राईको तर्फबाट र मेरो युट्युब च्यानल लर्न कोरियन विथ सुभाषमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरु यो हाम्रो कोरियन भाषाको आज पहिलो दिन हो र म यहाँलाई कोरियाली वर्णमालाबाट नै सुरुवात गर्न गइरहेको छु। र साथीहरु यो कोरियाली वर्णमाला चाहिँ कोरियाली लिपि चाहिँ लेख्नलाई सिक्नलाई एकदमै सजिलो छ, धेरै सजिलो छ। र यो लिपि चाहिँ तपाईको यो कोरियाका महाराजा सेजोङ भन्ने एकजना महाराजा थिए। उनले 15औं शताब्दीमा यो लिपिलाई प्रतिपादन गरेका थिए र यो लिपि चाहिँ सम्भवतः मलाई लाग्छ संसारकै नयाँ लिपि हुनुपर्छ अथवा पछाडी बनाइएको लिपि हुनुपर्छ। त्यही भएर होला सायद यो लिपि लेख्नलाई अत्यन्तै सजिलो, वैज्ञानिक र अलिक एडभान्स पनि छ। र साथीहरु अब हामी ढिला नगरिकन हामी सन्दर्भतिर विषयवस्तुतिर लागौं र म आज तपाईहरुलाई कोरियाली वर्णमाला सिकाउन गइरहेको छु। र कोरियाली वर्णमाला सिकाउनु भन्दा अगाडि यो कोरियाली वर्णमालाको संरचना कस्तो हुन्छ भन्ने कुरा पनि म तपाईहरुलाई देखाउन गइरहेको छु। ल हेरौं साथीहरु, कोरियाली वर्णमालालाई चाहिँ हानगुल भनेर भनिन्छ। कोरियन भाषामा चाहिँ हानगुलको अर्थ चाहिँ कोरियाली वर्णमाला भन्ने अर्थ लाग्छ। हानको अर्थ हानगुक र खुल भनेको चाहिँ खुल्सी अथवा खुल्जा पनि भनेर भन्ने गर्छन् उनीहरूले। त्यो भनेको चाहिँ वर्णमाला अथवा अक्षर हो भन्ने बुझिन्छ, खुल्जाको अथवा खुल्सीको अर्थ चाहिँ। र यो हानगुललाई चाहिँ हानगुल चाहिँ नेपालीमा जस्तै हानगुलमा पनि व्यञ्जन वर्ण अनि स्वर वर्ण हुन्छ। जसरी नेपालीमा व्यञ्जन वर्ण हुन्छ, स्वर वर्ण हुन्छ, त्यसै गरिकन कोरियन भाषामा पनि व्यञ्जन वर्ण र स्वर वर्ण हुन्छ। र हानगुल चाहिँ व्यञ्जन वर्ण र स्वर वर्ण गरेर जम्मा 40 वटा हुन्छ। साथीहरु म तपाईहरुलाई यहाँ देखाउँछु। कोरियाली वर्णमालालाई हानगुल भनिन्छ र यो हानगुल चाहिँ जम्मा 40 वटा हुन्छ। 40 वटा हुन्छ। र कोरियाली वर्णमालामा मैले अघि जसरी भने व्यञ्जन वर्ण हुन्छ, त्यसै गरिकन स्वर वर्ण हुन्छ। स्वर वर्ण चाहिँ तपाईको 21 वटा हुन्छ भने व्यञ्जन वर्ण 19 वटा हुन्छ। अब त्यसै गरी म तपाईलाई यहाँ देखाउन गइरहेछु अरु कुराहरु। अब तपाईको हाम्रो नेपालीमा चाहिँ के हुन्छ त भनेर भन्दाखेरि नेपालीमा चाहिँ व्यञ्जन वर्ण र स्वर वर्ण गरिसकेपछि हामीले त्यो अरु कुराहरु पढ्नु पर्दैन। व्यञ्जन वर्ण स्वर वर्ण पढे पुग्यो। तर कोरियन भाषामा चाहिँ व्यञ्जन वर्णलाई पनि दुई भागमा विभाजन गरेर उनीहरूले पढ्ने गर्छन्। जस्तो एकल व्यञ्जन, संयुक्त व्यञ्जन। अब भन्नुहुन्छ भने यो एकल व्यञ्जन र संयुक्त व्यञ्जन वास्तवमा व्यञ्जनै हो, व्यञ्जन वर्ण नै हो, तर पनि उनीहरूले त्यसलाई दुई भागमा विभाजन गरेर पढ्यो। एकल व्यञ्जन भन्ने बित्तिकै तपाईले यसलाई शाब्दिक रूपमा हेर्दाखेरि पनि एकल भनेको एउटा भन्ने बुझिन्छ भने संयुक्त भनेको त्यसमा मिसिएर बनिएको अथवा यसलाई हामी युगल व्यञ्जन पनि भनेर भनिन्छ। यहाँ 14 वटा व्यञ्जन छ, त्यो 14 वटा व्यञ्जनकै 5 वटा व्यञ्जन चाहिँ युगल व्यञ्जन भएको हुन्छ, मतलब त्यसको जोडी हुन्छ। संयुक्त व्यञ्जन त्यसलाई युगल व्यञ्जन पनि भनेर भन्ने गरिन्छ। त्यसैगरी स्वर वर्णमा पनि एकल स्वर 10 वटा हुन्छ भने मिश्रित स्वर चाहिँ 11 वटा हुन्छ। यसरी हाम्रो 21 वटा बनिएको हुन्छ है, 21 वटा हुन्छ। यो एकल स्वर र मिश्रित स्वर गरेर 21 वटा। त्यसैगरी एकल व्यञ्जन र संयुक्त व्यञ्जन गरेर 19 वटा र जम्मा 40 वटाको व्यञ्जन, 40 वटा व्यञ्जन चाहिँ हामीले पढ्नु पर्ने हुन्छ। अब साथीहरु मैले यहाँ तपाईलाई म अरु कुराहरु देखाउन गइरहेको छु। व्यञ्जन वर्ण चाहिँ यहाँ मैले भर्खरै हामीले यो ढाँचामा पनि हामीले यो संरचनामा पनि हेर्यौं। कोरियाली हानगुलमा जम्मा 14 वटा एकल व्यञ्जन र 5 वटा संयुक्त व्यञ्जन गरी जम्मा 19 वटा व्यञ्जनहरु हुन्छन्। अब म तपाईहरुलाई यो एकल व्यञ्जनहरु कसरी लेखिन्छ, कस्तो हुन्छ भन्ने कुराहरु म देखाउन गइरहेको छु। वास्तवमा मैले तपाईलाई अघि पनि भनिसके, वास्तवमा यो कोरियन भाषाका लिपिहरु चाहिँ लेख्नलाई एकदमै सजिलो छ, ज्यादै नै सजिलो छ। यो मलाई लाग्छ संसारकै सबैभन्दा सजिलो लिपिमा पर्ने गर्छ। र यो लिपि चाहिँ वास्तवमा महाराजा सेजोङले जुन बेलामा विद्वानहरुलाई बोलाएर लिपि बनाउन लगाएका थिए, त्यो बेलामा लिपि बनाउँदाखेरि पनि उहाँको निर्देशन कस्तो थियो भन्दाखेरि सबैभन्दा सजिलो
आइमे केटाकेटी अथवा बुढाबुढीहरूले पनि सजिलैसँगले यो भाषा सिक्न सकुन् भन्ने उद्देश्य अनुरूप बनाइएको हुनाले यो लिपि चाहिँ लेख्नलाई एकदमै सजिलो छ। म तपाईहरुलाई यहाँनिर यो लिपि कसरी लेखिन्छ भन्ने कुराहरू पनि म तपाईलाई देखाउन गइरहेको छु। र साथीहरु, एकल व्यञ्जन हामी सबैभन्दा पहिला एकल व्यञ्जन सिक्छौं र एकल व्यञ्जन पनि एकदमै सजिलो छ। एकल व्यञ्जन मात्र नभएर कोरियाली वर्णमाला नै एकदम सजिलो छ र हामी सबैभन्दा पहिला यो ग भन्ने हाम्रो नेपाली भाषामा नेपाली वर्णमालामा क बाट सुरु भए पनि कोरियन भाषामा चाहिँ ग बाट सुरु हुन्छ र यो हामीले ग लेख्दाखेरि चाहिँ कसरी लेख्छौं भन्दाखेरि एकदम सजिलो छ। र यो सजिलो किन त कसरी सजिलो भयो भनेर भन्नुहुन्छ भन्दाखेरि यसको पुरानो विभिन्न खालका किस्साहरू, यो लिपि कसरी उत्पत्ति भयो भन्ने किस्साहरू पनि छन्। त्यो किस्साहरू इतिहासविदले बताए अनुसार यो लिपि चाहिँ तपाईको केही थरी विद्वानहरूले के भन्ने गर्दछन् भन्दाखेरि यो लिपि चाहिँ तपाईको तीनटा कुराबाट बनिएको हो। एउटा तपाईको यो पृथ्वी अनि मानिस अनि यो जमिन, यो तीनटाबाट बनिएको हो भनेर भन्ने गर्दछन् भने केही मान्छेहरूले चाहिँ यसरी यो तपाईको झ्याल हेरेर बनाएको पनि भन्ने गर्छन्। किन भन्दाखेरि हाम्रो यो आकृतिमा यो झ्याल लगभग झ्यालको आकृति यस्तै हुने गर्छ र यो झ्यालकै जस्तो अक्षरहरू लिपिहरू चाहिँ हाम्रो कोरियन भाषामा पनि हुने गर्छ। जस्तो कि यस्तो खालको गर्दाखेरि हामीले एउटा लिपि यहाँबाट है, अर्को लिपि यस्तो गर्यो भने यस्तो लिपि, अर्को कुनै लिपि यस्तो खालको, कुनै यस्तो लिपि, त्यसैगरी स्वर वर्णहरुमा पनि हाम्रो आ गर्यो भने यसो, अब यो यही पाइन्छ हामीले, या पनि हामीले यहाँनिर यसरी हामीले यहाँ पाउँछौं हो। यसरी सबै लिपिहरू चाहिँ यो झ्यालबाट अथवा अर्का थरी विद्वानहरूको अथवा अर्का थरी इतिहासकारको भनाइ अनुसार चाहिँ तपाईको यो पृथ्वी मान्छे जमिनको सम्मिश्रणबाट चाहिँ यसको संयोजनबाट चाहिँ कोरियाली लिपि बनिएको हो, विद्वानहरूले बनाएका हुन्, तत्कालीन अवस्थाका विद्वानहरूले बनाएका हुन् भनेर भनिने गरिन्छ। र अब जेसुकै होस् त्यो कुरालाई हामी छोडौं र यो हो मैले भन्न खोजेको यो हो, कोरियन लिपि चाहिँ एकदम सजिलो छ। त्यसमा पनि दुईटा धर्का, यस्तो धर्का, तेर्सो धर्का अनि ठाडो धर्का अनि अर्को एउटा जिरो जस्तो, यति तीनटा चीजबाट सम्पूर्ण लिपिहरू बनेका छन्। अब म तपाईहरुलाई लिपिहरू कस्ता छन् भन्ने कुरा चाहिँ म देखाउन चाहन्छु। सबैभन्दा पहिला म यो तपाईहरुलाई यहाँनिर छ ग छ, त्यो ग देखाउन गइरहेको छु। यो ग चाहिँ कस्तो हुन्छ त भन्दाखेरि तपाईले एउटा तेर्सो धर्का गर्दिनुस् अनि अर्को ठाडो धर्का तान्दिनुस्। यति गर्नुबित्तिकै एउटा लिपि, एउटा वर्ण चाहिँ बनियो। अब यसलाई चाहिँ हामीले के भन्छौं त? एउटा तेर्सो धर्का, अर्को ठाडो धर्का, यसलाई हामीले के भन्छौं भन्दाखेरि ग भन्छौं। ग मात्रै नभएर यसलाई हामीले क अनि ख को पनि उच्चारण गर्ने गर्छौं। तर यो अब एउटै कुराले, एउटै वर्णले क र ख ग, क ख ग लाई चाहिँ कसरी उच्चारण गर्छ, कसरी हामीले उच्चारण गर्नुपर्छ भन्ने चाहिँ हामी आगामी भिडियोहरुमा, अर्को कक्षाहरुमा म तपाईहरुलाई बताउँदै जाने छु। अहिले चाहिँ तपाईले यसलाई ग हुन्छ, साथसाथै यसलाई हामीले क र ख को पनि उच्चारण गर्न सकिन्छ भनेर बुझिराख्नु भयो भने राम्रो हुन्छ। अब हामी यसलाई हामीले अरु लेटरहरु पनि यस्तै खालको लेटर अरु पनि अभ्यास गर्दै जान्छौं। तपाईहरुले कापी कलमलाई चाहिँ साथमा लिएर आफूसँगै कापी कलम लिएर बस्नु होला। म तपाईलाई सम्पूर्ण व्यञ्जनहरु लेख्न सिकाउँदै जान्छु। तपाईलाई दुईटा मात्रै, सिर्फ दुईटा धर्काको काम छ। एउटा तेर्सो धर्का, एउटा ठाडो धर्का। त्यसैगरी हामी अर्को पनि मैले यहाँ लेख्छु, मैले अरु लेख्दै जान्छु। अर्को एउटा तेर्सो धर्का, अर्को ठाडो धर्का, तेर्सो धर्का, ठाडो धर्का, तेर्सो धर्का, ठाडो धर्का। यति गर्नुभयो भने तपाईको कोरियाली वर्णमालाको पहिलो वर्ण लेख्न सक्नुभयो। अब यसलाई चाहिँ हामीले साथसाथमा यसको उच्चारण चाहिँ ग, क, ख तीनटा उच्चारण हुन्छ भन्ने कुरा तपाईले ख्याल राखिराख्नुहोस् र लेख्दै अभ्यास गर्दै
म सँगसँगै तपाईहरुले अभ्यास पनि गर्दै जानुहोस्। अब अर्को लेटर चाहिँ के छ त भन्दाखेरि अर्को लेटर चाहिँ न छ। यो चाहिँ सिर्फ न को मात्र उच्चारण हुन्छ, नबाहेक यसको उच्चारण आउँदैन। अब यो पनि लेख्नलाई सजिलो छ। यो कसरी लेख्नुहुन्छ? अघि तपाईले सुरुमा तेर्सो धर्का गर्नुभएको थियो अनि ठाडो धर्का गर्नुभएको थियो। अब लेख्दा चाहिँ तपाईहरुले के गर्नुहुन्छ? पहिला ठाडो धर्का, त्यसपछि तेर्सो धर्का, ठाडो धर्का, तेर्सो धर्का, ठाडो धर्का, तेर्सो धर्का, ठाडो तेर्सो, ठाडो तेर्सो। ल यसको उच्चारण न हुन्छ। अघिको वर्णमा क ख ग को तीनटाको उच्चारण भए तापनि दोस्रो वर्णमा चाहिँ सिंगल उच्चारण हुन्छ, न मात्र उच्चारण हुने गर्दछ। अब हामी तेस्रो वर्णतिर जान्छौं। तेस्रो वर्णमा चाहिँ के छ त भन्दाखेरि तपाईले यसलाई द को उच्चारण गर्नुपर्छ, तर द मात्रै नभएर यसको चाहिँ त र थ को पनि उच्चारण हुन्छ। तपाईले कापीमा पनि लेख्नु होला, लेखेर पढ्नु होला, अभ्यास गर्नु होला। तपाईलाई म यो आधी घण्टाको अवधिमा व्यञ्जन वर्ण राम्रो तरिकाले लेख्न सक्ने बनाउँछु। सजिलो छ साथीहरु, लेख्नलाई एकदम सजिलो छ। तपाईको यो चाइनिज अनि जापानिज लगायत अरु भाषाका लिपि जस्तो एकदमै गाह्रो छैन। यो एकदम सजिलो छ। म तपाईलाई अनलाइनको मार्फतबाट अथवा युट्युबको मार्फतबाटै म तपाईलाई लेख्न सक्ने बनाउँछु। तपाईहरुले अभ्यास चाहिँ गर्दिनु पर्छ, हेरेर मात्रै भएन। कापी कलम लिएर बस्नुभयो भने तपाईले यो राम्रोसँग लेख्न सक्नुहुन्छ। अब तेस्रो लेटर कसरी लेख्ने भन्नुहुन्छ भन्दाखेरि तेर्सो धर्का, ठाडो धर्का, तेर्सो धर्का गरिसकेपछि तेस्रो लेटर भयो। हेर्नुस् सजिलो छ। तेर्सो ठाडो तेर्सो, तेर्सो ठाडो तेर्सो। मैले यहाँ तपाईलाई पाँचवटा लेखेर म तपाईलाई पाँचवटा लेटर लेखेर म अभ्यास गराउँछु, देखाउँछु। तेर्सो ठाडो तेर्सो, तेर्सो ठाडो तेर्सो। एकदम सजिलो छ साथीहरु। तपाईहरुले साथसाथमा कापी कलम लिएर बस्नुहोस्, लेख्नुहोस्। तपाईहरु अहिले नै लेख्न जान्ने हुनुहुन्छ। अब त्यसैगरी म तपाईलाई फेरि यहाँ अरु लेटरहरु लेख्न गइरहेको छु। अरु लेटरमा चाहिँ यहाँ अब हाम्रो अर्को लेटर आयो। यो चाहिँ हेर्दाखेरि तपाईको अंग्रेजीको दुई जस्तो देखिन्छ। यो दुई जस्तो चाहिँ हामीले यसलाई चाहिँ हामीले र नेपालीमा यसलाई हामीले र को उच्चारण गर्नुपर्ने हुन्छ। यो देखिसकेपछि हामीले र सँगसँगै ल को पनि उच्चारण आउँछ साथी हो। र अथवा ल। अब हेरौं यो चाहिँ कसरी लेखिन्छ। यो पनि उही छ तपाईको। हेर्नुस् तेर्सो धर्का, त्यसपछि ठाडो धर्का, यसलाई ठाडो बनाइदिनुहोस्, फेरि तेर्सो बनाइदिनुहोस्, फेरि ठाडो बनाइदिनुहोस्, तेर्सो बनाइदिनुहोस्। अलिकति अरु भन्दा गाह्रो छ, त्यै पनि त्यति गाह्रो चाहिँ छैन। यसलाई यसो गरिदिनुहोस्, तेर्सो ठाडो तेर्सो, अनि त्यसपछि ठाडो फेरि तेर्सो। यति गर्दाखेरि अर्को लेटर भयो। अंग्रेजीको हेर्दाखेरि तपाईले दुई जस्तो अंकको दुई जस्तो भनौं, अंकको दुई जस्तो छ। सजिलो छ यो पनि। होला म सँगसँगै लेख्नुहोस्। ठाडो तेर्सो ठाडो, त्यसपछि तेर्सो ठाडो गरिदिनुहोस्। फेरि यसो गर्नुहोस्, यस्तो 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 यस्तो। ल हेर्नुस् कति सजिलो छ त। तर तपाईहरुले यो सँगसँगै तपाईहरुले लेख्ने अभ्यास पनि गर्नु पर्यो, कापीमा प्र्याक्टिस गर्नु पर्यो। मैले तपाईलाई 5 वटा लेखेर देखाएको छु भने तपाईले 50 वटा लेखेर अभ्यास गर्नुभयो भने अनि यसको अर्थ चाहिँ यसको चाहिँ उच्चारण यो हुन्छ भनेर जान्नु भयो भने तपाईले अक्षर कोरियाली अक्षर लेख्नलाई कुनै गाह्रो हुँदैन, एकदम सजिलो छ। अब त्यसैगरी यसलाई तेर्सो बनाइदिनुहोस्, ठाडो बनाइदिनुहोस्, तेर्सो बनाइदिनुहोस्, ठाडो तेर्सो। सजिलो छ साथीहरु। त्यसैगरी अब हाम्रो अर्को लेटर छ। हेर्दाखेरि तपाईको स्क्वायर जस्तो देखिन्छ। यो चाहिँ तपाईले कसरी गर्नुहुन्छ भन्दाखेरि खाली कोठा बनाउने हो। यसो गर्ने, यस्तो गर्ने, यस्तो यस्तै। यसलाई ठाडो
तेर्सो ठाडो तेर्सो गर्दाखेरि भइहाल्यो। हेर्नुहोस् सजिलो छ यो। अब अहिलेसम्म तपाईँले जति पनि लेटर मैले लेखेर देखाइसकेको छु त्यो लेटरहरू कुनै अप्ठ्यारो लेटरहरू लेख्नलाई अप्ठ्यारो छैन। जस्तो नेपालीमा लेख्नु पर्यो भने धेरै अप्ठ्यारो छ। नेपालीको तपाईँले क लेख्नु पर्यो भने पनि धेरै गाह्रो छ, धेरै घुमाउनु पर्छ। हामीले बच्चामा पढ्दाखेरि के भनेर पढ्थ्यौँ? गोलो गोलो अन्डा, पुलिसको डन्डा अनि हनुमानको पुच्छर, स्वर्ग जाने बाटो भनेर हामीले गर्थ्यौँ। हेर्नुहोस् कति साह्रो घुमाउनु पर्छ, कतिवटा प्रक्रिया छ। तर यहाँ त त्यस्तो न गोलो बनाउनु पर्छ न पुच्छर बनाउनु पर्छ। यहाँ त सिर्फ ठाडो धर्का र तेर्सो धर्का गर्दाखेरि तपाईँको अक्षर बनिसक्छ। त्यही भएर एकदम सजिलो छ। त्यसै गरी म तपाईँलाई अरू पनि लेखेर देखाउँदैछु। ठाडो तेर्सो ठाडो अनि त्यसो तेर्सो गर्ने, यसो गर्दाखेरि अर्को अक्षर बनिसक्यो। अब यसको उच्चारण चाहिँ के हुन्छ भन्दाखेरि म हुन्छ है, म। तर यसको सिङ्गल उच्चारण हुन्छ। यसको दुई तीनवटा उच्चारण हुँदैन। यो तपाईँले चारपल्ट देख्नु बित्तिकै यसलाई मको उच्चारण गरिदिए पुग्यो। अरूको चाहिँ तपाईँको दुईवटा तीनवटा उच्चारण छ। पछि हामी गएर उच्चारण विधिमा त्यसको उच्चारण कसरी गरिन्छ भन्ने कुरा चाहिँ हामी पछाडि अर्को क्लासमा हामी हेर्छौँ। त्यसै गरी साथीहरू अर्को लेटर छ हाम्रो ब। ब कसरी लेखिन्छ? ठाडो धर्का तेर्सो धर्का, फेरि ठाडो गर्ने, फेरि यहाँबाट तपाईँको तेर्सो बनाइदिनुहोस्। ल सजिलो छ। यसको उच्चारण चाहिँ ब मात्र नभएर प अनि फ अनि ब तीनटा उच्चारण हुन्छ। प फ ब। त्यसै गरी यसो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने। अब यसको उच्चारणहरू के आउँछ भन्ने कुराहरू चाहिँ तपाईँले म सँगसँगै कापीमा लेख्दै पनि जानुहोस्। यसको प फ ब। त्यसै गरी यसरी लेख्नुहोस्, सजिलो छ, गाह्रो कुनै छैन, एकदम सजिलो छ साथीहरू। कोरियन भाषा लेख्नलाई एकदम सजिलो छ, पढ्नलाई पनि त्यत्तिकै सजिलो छ। पछि गएर तपाईँलाई व्याकरण पनि एकदम सजिलो छ, किनभने नेपाली व्याकरणसँग हुबहु मिल्छ। अलिकति पार्टिकलहरू लाउने कुरामा अलिकति फरक भए तापनि कोरियन भाषाको संरचनागत रूपमा व्याकरणीय हिसाबले व्याकरणीय संरचना नेपालीसँग मिल्दोजुल्दो भएर भाषा पनि एकदम सजिलो छ। अब हामीले अर्को वर्ण हामी सिक्न गइरहेका छौँ। अर्को वर्णमा चाहिँ के छ त भन्दाखेरि बसम्म मैले गरिसकेँ। अब हामी अर्को चाहिँ कसरी लेख्छौँ भन्दाखेरि यहाँ स छ, सलाई चाहिँ हामीले सिधा ठाडो नबनाएर हल्का तेर्सो बनाएर अनि यसलाई यसरी टेका दिनुपर्ने हुन्छ। भनेपछि एउटा ठाडै धर्का थियो, त्यो लड्न लागेको थियो, लड्न लाग्यो भनेर हामीले यसलाई टेका दियौँ, लड्न लागेको थियो, पछि यता टेका दियौँ। यसो गर्दाखेरि अर्को भयो भनेपछि एकदम सजिलो छ। अथवा यसलाई तपाईँले उल्टो वाइ मानिदिनुहोस्। सुल्टो वाइ यस्तो भने उल्टो वाइ भनेर भनिदिँदाखेरि हुन्छ। यसको उच्चारण पनि स मात्र हुने भयो है, स मात्र हुन्छ, यसको उच्चारण अरू हुँदैन। अब यहाँनिर अ भन्ने छ। अब तपाईँहरूले नेपाली वर्णमालामा चाहिँ अ चाहिँ स्वर वर्ण भनेर पढिए तापनि अब यसमा चाहिँ हामीले व्यञ्जन वर्णमा पनि पढ्नुपर्छ। तर यसको उच्चारण साइलेन्ट हुने गर्छ, यसको उच्चारण आउँदैन पछि। तर पनि हामीले यसलाई अ य अथवा ङ भनेर पढ्छौँ। यसलाई हामीले लेख्ने बेलामा तपाईँले यहाँ के लेख्नुहोस् भन्दाखेरि अ य अनि ङ भनेर लेख्नुहोस्। यो चाहिँ सजिलो छ। अघि मैले भनेको थिएँ पृथ्वी जमिन र मान्छे, यो पृथ्वी भनेर सम्झिनुहोस्, गोलो केही छैन, यति गोलो गर्दाखेरि यो भइहाल्यो। अथवा यसलाई जिरो भनेर भनिदिनुहोस्, ओ भनेर भन्दा नि हुन्छ, सजिलो छ। अब त्यसै गरी तपाईँले यसलाई लेख्दाखेरि चाहिँ कसरी लेख्नुपर्छ भन्दाखेरि यस्तो 7 ढल्केको 7 बनाइदिनुहोस्। त्यस पछाडि यताबाट टेका दिनुहोस्। ल लड्न लागेको 7 टेका, 7 टेका, 7 टेका, 7 टेका, जसरी गर्दा पनि हुन्छ। तपाईँले सजिलो छ। त्यसै गरी अर्को लेटर लेख्दाखेरि के गर्नुपर्छ त भन्दाखेरि यस्तैलाई तपाईँले माथिबाट छ, जुन यो माथिल्लो लेटर थियो लड्न लागेको 7 अनि त्यस पछाडि टेका दिनुभएको थियो, माथिबाट छाता उडाइदिनुहोस्। सजिलो छ है। अब यसो गरिदिनुहोस् अनि यसो गरिदिनुहोस्, माथिबाट फेरि छाता उडाइदिनुहोस्। ल यति गर्दाखेरि अर्को लेटर भयो।
अब तपाईलाई अब मैले यहाँनिर अर्को यहाँसम्म मैले लेखाइदिइसकेको छु। यो उच्चारण चाहिँ के हुन्छ भन्ने कुरा मेरो यहाँ छुटेछ, म तपाईलाई म देखाउँछु। यो फेरि म तपाईलाई लेखेर देखाउँछु। यो लेखेर देखाउँदाखेरि यसको चाहिँ यसको लड्न लागेको 7 भनेर मैले तपाईलाई देखाएको थिएँ अनि टेका लगाएको थियौँ हामीले। यसो गरेर यस्तो लेख्नुहोस् कापीमा। अनि यसको उच्चारण चाहिँ के हुन्छ भन्दाखेरि हामीले यसको छ पनि हुन्छ अनि ज पनि हुन्छ त पनि हुन्छ है। यसको चाहिँ उच्चारण चाहिँ अब त हामीले अगाडि माथि पनि आइसकेको थियो। अनि यसको उच्चारण चाहिँ छ अनि त पनि उच्चारण हुन्छ है यसको। ल यसरी हुन्छ। अनि यो हामीले अघि लेखिसकेका छौँ यसरी माथिबाट छाता पनि ओढाएको। ल यो र यो सेम छ, माथि एउटा ड्यास जस्तो तानेको मात्रै छ। त्यसै गरी अर्को लेटर छ, सजिलो छ हेर्नुहोस्। अब अर्को लेटर यस्तो धर्का तान्ने यस्तो, यो त हामीले सुरुको लेटर यसरी लेखेका थियौँ। अब यसैलाई फेरि अर्को यसो गरिदिँदाखेरि अर्को लेटर भयो। त्यसै गरी यसो गरेर यस्तो गरेर फेरि यसो गरेर यसो गऱ्यो भने अर्को लेटर भयो। यस्तो गर्ने अनि ठाडो धर्का अनि फेरि यस्तो अनि फेरि तेर्सो धर्का ठाडो धर्का फेरि तेर्सो धर्का ठाडो धर्का तेर्सो धर्का ठाडो धर्का यसो गरेपछि भयो। सजिलो छ। त्यसै गरी यो अङ्ग्रेजीको ई जस्तो छ, यो उल्टो एफ जस्तो थियो। सबै हामीले लेखेको देखेको चिरपरिचित अक्षरहरू जस्तो छ हैन। पहिला हामीले लेखिरहेको सबै लेखिसकेका छौँ, यहाँनिर कुनै त्यस्तो छैन। अब त्यसै गरी अर्को हाम्रो अङ्ग्रेजीको चाहिँ क्यापिटल लेटरको ई जस्तो छ। यो हामी यहाँनिर म तपाईलाई देखाउँछु। यसको चाहिँ ख मात्रै उच्चारण हुन्छ, यसको थ मात्रै उच्चारण हुन्छ। यहाँदेखि सिंगल उच्चारण हुनेहरू छ। यसलाई हामी यसो गरेर ठाडो धर्का अनि फेरि तेर्सो धर्का तेस्रो धर्का तेर्सो धर्का गरौँ भने हुन्छ यो अङ्ग्रेजीको ई। त्यसै गरी यसो गर्ने यस्तो यस्तो सजिलो छ अङ्ग्रेजीको ई। यसलाई मैले भनिराख्नु पर्दैन, ई लेखे भइहाल्यो, सजिलो छ। अब त्यसै गरी अर्को दुईटा ठाडो धर्का अनि त्यसै तेर्सो धर्का तलबाट दिने यसरी झ्याल जस्तो बनाइदिनुहोस्। त्यसै गरी अर्को पनि यसो गर्नुहोस्, यस्तो गरिदिनुहोस्, यसो गरिदिनुहोस्। त्यसै गरी अर्को पनि बनाइदिनुहोस्। सजिलो छ, 5वटा लेखेर देखाउँदैछु मैले तपाईहरुलाई। त्यसै गरी यसो गर्दा भयो। एकदमै सजिलो छ साथीहरू। अब त्यसै गरी म तपाईलाई अरु पनि उच्चारण लेखेर देखाउँछु। अब यहाँनिर तपाईलाई यो फ को उच्चारण भएको थियो, यहाँदेखि सबै सिंगल छ। यति चाहिँ हाम्रो यो ख थ फ ह छ, यो चाहिँ हाम्रो सबै सिंगल छ। अब यहाँ हामी ह पनि लेखिहालौँ। ह पनि लेखौँ। ह कसरी लेखिन्छ भन्दाखेरि एउटा चाहिँ तपाईले के गर्नुपर्छ त भन्दाखेरि छोटो खालको तेर्सो धर्का अनि लामो खालको तेर्सो धर्का अनि त्यसपछि तलबाट 0 अनि यसो गरेर यस्तो गर्नु भने तपाईले लेख्नुस् सँगसँगै ल यसरी हाम्रो 14वटा लेटरहरू पुरा भयो। अब हामीले यसलाई चाहिँ कसरी याद गर्ने भन्ने कुरा पनि म तपाईलाई अलिकति टिप्स दिन्छु, त्यो कुराहरू पनि हेर्नु होला। सजिलो छ। अब यहाँनिर तपाईलाई यसलाई चाहिँ तपाईले ग न द र म बस अझ छ ख त प ह गरे पनि भयो, यसरी याद गरे पनि भयो। अर्थात् तपाईले यसलाई गुन्द्रीमा बस अझ छ आज छ ख त प ह भनेर भने पनि भयो। जसरी गरे पनि त्यसलाई सिरियल्ली याद गर्ने तरिका चाहिँ त्यो हो। अनि त्यसको कुन उच्चारण दिन्छ भन्ने कुराहरू अनि लेख्ने तरिकाहरू तपाईहरुले सिक्नुभयो भने हुन्छ। अब तपाईलाई मैले भनेको थिएँ यो चाहिँ 14वटा भयो। 14वटा एकल व्यञ्जन भयो। अब संयुक्त व्यञ्जनमा हामी जाउँ। संयुक्त व्यञ्जन चाहिँ 5वटा हुन्छ भनेर हामीले मैले अगाडि नै भनिसकेको छु। 5वटा यो संयुक्त, यसलाई हामीले युगल व्यञ्जन पनि भन्न सकिन्छ। अनि अङ्ग्रेजीमा डबल व्यञ्जन भन्ने गर्छन् हैन, डबल व्यञ्जन अथवा युगल व्यञ्जन। युगल भनेकै डबल हो, युगल व्यञ्जन। अब युगल व्यञ्जन किन भनियो अथवा डबल व्यञ्जन किन भनियो त भन्दाखेरि त्यो डबल छ। अघि हामीले लेखेको पहिलो लेटर यस्तो लेखेको थियौं, तेर्सो ठाडो। अब फेरि यसैलाई डबल बनाएको छ, हेर्नुस् ल। यसो
यसो यसो यसो यसो यसो यसो यसो यसो ल हेर्नुहोस् सजिलो छ प्र्याक्टिस गर्नुहोस् सँगसँगै प्र्याक्टिस गर्नुहोस् एकदम सजिलो छ त्यसै गरी यसो गर्नुहोस् यसो है अघि यो लेटर हामीले एउटा सिंगलमा गरिसकेको छौं तर अब चाहिँ डबल संयुक्त यो 5 वटा छ ल सजिलो छ त्यसै गरी यो हामीले अघि एउटा सिंगल लेटर लेखिसकेका छौं यहाँ चाहिँ डबल हुँदै छ सिंगल लेखिसकेको थियौं अहिले डबल लेखिँदै छु त्यसै गरी यो अघि एउटा लेखेको थियौं अब दुईटा हुँदै छ फेरि सबैको दुईटा हुँदैन जम्मा 5 वटाको मात्रै दुईटा हुन्छ यो अघि हामीले एक वटा लेखेको थियौं ल यति गरिसकेपछि हाम्रो 5 वटा भयो यसलाई हामीले कत पस छ भनेर याद गर्न सकिन्छ यसलाई हामीले यस्तो पनि उच्चारण पाइन्छ है ल यस्तो पनि हुन्छ उच्चारण तर सुरुमा आउँदाखेरि चाहिँ तपाईको यो उच्चारण हुन्छ कत पच स क को उच्चारण हुन्छ अनि पछाडी आयो भने चाहिँ यस्तो उच्चारण पनि हुन्छ जस्तो पछि तपाईलाई फाप्पायो लेख्दाखेरि यसरी हामीले फाप्पायो लेख्नु पर्दछ त्यतिखेर चाहिँ यसको उच्चारण चाहिँ फाप्पायो नभएर फाप्पायो हुने गर्दछ त्यो भएर मैले यो पछाडीको कुरो हो तैपनि मैले अहिले यहाँ तपाईलाई देखाइरहेको त्यसै गरी यसलाई हामीले यस्तो उच्चारण पनि हुन सक्छ जस्तो तपाईले यसो गर्दा इस नभएर इस हुन्छ यस्तो खालको उच्चारण हुन्छ अनि यसलाई हामीले च ल अब हामीले 14 वटा एकल व्यञ्जन र 5 वटा संयुक्त व्यञ्जन गरेर जम्मा हामीले 19 वटा व्यञ्जन आज हामीले अभ्यास गर्यौं तपाईहरुले अभ्यास कपीमा पक्कै पनि गर्नुभयो होला भन्ने मैले आशा लिएको छु र यो तपाईले कसरी याद गर्न सक्नुहुन्छ भन्दाखेरि यसलाई सूत्र बनाएर गन दर म बस अझ छ ख थप ह कत पस छ गर्नुभयो भने तपाईलाई याद गर्न सजिलो भयो अनि त्यसपछि अथवा तपाईले गुन्द्रीमा बस आज छ खतप भनेर याद गर्नुभयो भने सजिलो भयो अनि यसको उच्चारण चाहिँ के हुन्छ यसको उच्चारण के हुन्छ अनि यसलाई लेख्न कसरी लेख्नु पर्छ यसको लेख्ने तरिका के हो मैले तपाईलाई सिकाइसकेको छु र अब आजलाई यति सम्म मात्रै गरौँ किन भन्दाखेरि तपाईलाई भिडियो पनि लामो हुन्छ भिडियो लामो भएपछि तपाईलाई पनि हेर्नलाई बोर हुन सक्छ दिगदार लाग्दो हुन सक्छ छोटो मिठो भिडियो बनाऊ भन्ने हाम्रो उद्देश्य हो त्यसैले गर्दा यही भिडियो पनि लामो भइसके जस्तो मलाई लागिसकेको छ आजलाई हामी यति गरौँ र पक्कै पनि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु हुनेछ भन्ने आशा लिएको छु साथसाथै हाम्रो फिजिकल क्लास लिन चाहनुहुन्छ भने हाम्रो उल्लाबारीमा म आफै स्वयं सुभाष राई र दमकमा हाम्रो निजन बस्नेत सर हुनुहुन्छ त्यसैगरी झापाको दुधेमा श्याम राई भन्ने एकजना सर हुनुहुन्छ उहाँ हाम्रो मित्र हुनुहुन्छ उहाँले फिजिकल क्लास दिइराख्नु भएको छ तपाईहरु फिजिकल क्लासमा पनि लिन सक्नुहुन्छ हैन भने तपाईहरु अनलाइन मार्फत देश विदेश संसारको जुनसुकै कुनाबाट पनि हामीलाई हाम्रो भिडियोलाई हेरेर भरपुर यहाँबाट शिक्षा लिन सक्नुहुन्छ भन्ने आशा राख्दै आजको भिडियोबाट म तपाईहरुबाट बिदा हुन चाहन्छु खामसामेदा धन्यवाद नमस्ते।